हेलो सो एभ्रिवान गुड मर्निङ है। र आज भनेदेखिको चाहिँ हामी चाहिँ नाथाङ भ्याली तर्फ जानु लागेको मामासँग। मामाले जाउँ भन्दै नि त होइन, यस्तै छ। र अब यस्तै छ है, बहुत ठन्डा छ, ठन्डा टोपी छैन त्यही माथि हो। बाटो यस्तो चाहिँ टक्क त्यहाँदेखि ओह्रालो यस्तो ओह्रालो बाटो चाहिँ ट्याक 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 हिँड्नुपर्छ नि त। ल त अहिले भनेदेखिको चाहिँ है हामीले यहाँभित्र पास पनि पाइसक्यो। यहाँनिर कान्छोमा यहाँ छ यहाँभित्र अब उतासँगले होइन। अब यहाँ आइपुग्यो होइन, पास काटिसक्यो र ल त गाइस है, अहिले भनिदिनुको चाहिँ हामी यहाँनिर 32 गोलाइ आइपुगिसक्यो है। चिसो बहुत ठन्ड है, बहुत ज्यादा ठन्ड हो रहा है होइन। अहिले भर्खरसम्म घाम लाग्दै थियो, घाम पनि अब गइहाल्यो है। देखो न गाइस, पछि देखो न, पछि देखो न कुनी खै के गरे मैले भुलायो सजाए पाइरहे देखि जहिले छोडेन हैरानीले। देखो न गाइस, देखो न देखो न गाइस, देखो न गाइस। ल त गाइस चाहिँ अहिले भनेदेखिको चाहिँ मजाको भ्यूमा आइसक्यो यहाँ पर ल त अहिले भनेदेखिको चाहिँ हामी धेरै माथि आइपुगिसक्यो है गाइस। ल यस्तो छ, सरर चिसो हावा चलिरहेको छ है। कुहिरो आउनु थाल्यो हो, अलिअलि हिउँ परेको रहेछ यहाँनिर। चाम्रो ए यस्तो छ यो भ्यू चाहिँ। अब यहाँ यस्तो भइरहेको छ होइन, टक्कसँगले टक्क घाम हो। यहाँनिर फोटोग्राफी हुँदैछ है, फोटोग्राफी मजाको हुँदैछ। यस्तो छ नि त, यस्तो दामी मजासँगले मजा आइरहेको। यहाँदेखिको हेर्नुपर्छ, यस्तो बोबा लगाइदिन्छ चिसो हावा सरर। यहाँ पर कञ्चनजङ्घा टक्कै यहाँनिर पर कञ्चनजङ्घा टक्कै हो यहाँनिर। ल त गाइस अहिले भनेदेखिको चाहिँ हामी चाहिँ यो ठाउँलाई त के भन्छ, हिउँ चाहिँ दामी पानथुङ्गे डाँडा आइपुगेछ है। र यहाँ मुनि चाहिँ हिउँ यत्तिको चाहिँ परिरहेको रहेछ। अन्त यहाँनिर रोडको छेउमा चाहिँ यत्तिको चाहिँ रहेछ।
टक्कै सबैजना है आफ्नो आफ्नो धुनमा है मोबाइल छ है। अन्त यो पारीको डाँडा चाहिँ भुटान भन्यो है। अन्त यो पारीको डाँडा चाहिँ उयो चाहिँ भुटान भन्यो है। भुटान है त्यो डल्लै टक्कै हो। खासमा चाहिँ खेल्नुपर्ने चाहिँ यो हो नि त। अच्छा यस्तो हो नि त होइन। ल त गाइस है हेर्दै गर्नु पर्यो होला। यति कति हुनु पर्यो नि त। अब हिउँ चाहिँ हातले खेलाउने बेलामा यहाँ चाहिँ खुट्टाले खेलाउँदै चाहिँ यति साह्रो चाहिँ छ ऊ। अच्छा हिउँ चाहिँ हातले खेलाउनु पर्यो तर खुट्टाले खेलाइदिइरहेछ यहाँ चाहिँ हो। यतिसम्म पुगिरहेको छ। हेर्दै गरौँ मलाई है। हामीले चाहिँ सोचेको है यस्तो ठिराउँदो रहेछ क्या। यता चाहिँ मजाको कालो कुहिरो आउनु थाल्यो अब टक्कै हो यहाँनिर होइन। यो पारि चाहिँ भुटान अरे भइहाल्छ। ए अन्त हिउँले त तुत्तामै कुहिनु थाल्यो त अन्त यहाँ त ऊ। ल तपाईँहरू आउनुभयो भने चाहिँ ए अन्त ऊ सफा हुने रहेछ है। अन्त जुत्ता धोइदिनु। अन्त यो हिउँ खेलाइ चाहिँ खासमा चाहिँ हातले खेलाउनु पर्ने हो होइन। होइन नि यो हिजो यो पढेको हिउँ होइन नि यो त फुरुरु हुन्छ नि। तर जो बबाल छ है बबाल परिदिरहेछ है हिउँ चाहिँ। तर खासमा चाहिँ योभन्दा चाहिँ अझै बाक्लो पर्छ नि हिउँ चाहिँ। किरिसका गाना सुनो गे किरिसका।